निकै ठूलो म्यान्डेट सहित जनताको असीमित शुभेच्छा बोकेर आएको सरकार छ। धेरै काम पनि गर्नुपर्नेछ। विधिको शासनमा रहेर काम गर्न पहिला कानूनी जग बलियो हुनुपर्छ। तर नेपालमा प्रचलित धेरै कानूनहरू दशकौं पुराना छन्। समय बदलियो, सामाजिक अवस्था र आवश्यकताहरू पनि बदलिए, मुलुकको शासन प्रणाली नै पनि बदलियो। तर यी सबै परिवर्तन अनुसार हाम्रा धेरै कानूनहरू अझै पनि समय सापेक्ष बन्न बाँकी नै छन्। नमस्कार, म शोभिता गौतम, कानून न्याय तथा संसदीय मामिला मन्त्री। आर्थिक वर्ष 2083-84लाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून सुधार तथा कानून निर्माण वर्ष ल रिफर्म इयरको रूपमा घोषणा गरेका छौं। यस वर्ष प्रचलित ऐनहरूको पुनरावलोकन गर्दै आवश्यक कानूनहरूमा संशोधन, खारेजी, संहिताकरण वा एकीकरण गर्ने हाम्रो लक्ष्य रहेको छ भने नयाँ कानून आवश्यक भएका क्षेत्रहरूको पनि पहिचान गर्नेछौं, जसका लागि उच्चस्तरीय कानून सुधार समिति गठन गरेर समग्र प्रक्रियालाई व्यवस्थित रूपमा अगाडि बढाउनको लागि हामीले तयारी पनि गरिसकेका छौं। कानून निर्माण प्रक्रियालाई अझ पारदर्शी र व्यवस्थित बनाउनको लागि गभर्नमेन्ट बिल ट्र्याकिङ सिस्टम सञ्चालनमा लिएर आइनेछ, जसबाट तपाईहरूले विधेयकहरू कुन अवस्थामा छन् नियमित रूपमा आफैले पनि अनुगमन गर्न सक्नुहुनेछ। कानून निर्माण प्रक्रिया थप प्रभावकारी र समयमै सम्पन्न गराउनको लागि संघीय संसदसँग पनि आवश्यक समन्वय रहि नै रहनेछ। यसैगरी संघ, प्रदेश र स्थानीय तहबाट बन्ने कानूनहरू पनि संविधान र संघीयताको मर्म अनुसार नै तयार हुनुपर्ने हुन्छ, जसका लागि एकरूपता कायम गर्न लेजिस्लेटिभ ड्राफ्टिङ इन्स्ट्रक्सन पनि निर्माण गर्ने हाम्रो तयारी छ। कानून सुधार वर्षको यस अभियानमा आम नागरिकको भूमिकालाई पनि हामीले सबैभन्दा बढी केन्द्रमा राखेका छौं। यहाँहरूलाई थाहा नै छ, यस मन्त्रालयले सञ्चालनमा लिएर आइराखेको मेक योर ओन ल प्लेटफर्म मार्फत आम नागरिकहरूले दिएका सुझावहरूलाई अध्ययन, विश्लेषण गरेर सरकारवालाहरूसँग छलफल पनि गरेर आएका उपयुक्त सुझावहरूलाई नयाँ कानून निर्माण गर्दा, संशोधन गर्दाखेरि ती प्रक्रियाहरूमा समावेश गर्ने पनि हाम्रो तयारी रहेको छ। त्यसका साथै सर्वोच्च अदालत र अन्य अदालतबाट भएका महत्त्वपूर्ण आदेश र फैसलाहरूको पनि अध्ययन गरेर कानून निर्माण गर्नुपर्ने वा संशोधन गर्नुपर्ने आवश्यक विषयहरूलाई समेत समावेश गरेर यो आर्थिक वर्षमा हामी काम गर्छौं भन्ने हाम्रो लक्ष्य रहेको छ। कानून सुधार तथा कानून निर्माण वर्ष यो देशको कानूनी प्रणालीलाई समयानुकूल बनाउनको लागि हामीले हाम्रो सत प्रयासबाट सुरु गरेको एउटा राष्ट्रिय अभियान हो। यस अभियानलाई सफल बनाउनको लागि सरकार, संसद, सरकारवाला निकाय र आम नागरिकहरू सबैको सहकार्यको अपेक्षा राखेको छु। यहाँहरूको सक्रिय सहभागिताले पक्कै पनि हाम्रा देशका पुराना कानूनहरू समयानुकूल बनाउनको लागि महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ भन्ने अपेक्षा लिएको छु। हस्, धन्यवाद।